हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु हाम्रो युट्युब च्यानल जहाँ तपाईँले विभिन्न प्रकारको फुलहरूबारे जानकारी पाउँदै आइरहनु भएको छ भने आज फेरि एउटा नयाँ जानकारी लिएर आएको छु। त्यो हो क्राइसेन्थेममको कटिङको बारेमा र धेरै समय बादमा फेरि म युट्युबमा भिडियो लगाउने प्रयास गरिरहेको छु। एडिटिङमा समय लाग्छ, त्यसैले गर्दा फेरि अलिकति रेगुलरली लाउनु पाएको छुइनँ। र यहाँनिर मैले तपाईँले देख्न सक्नुहुन्छ क्राइसेन्थेममको गोदावरीको सिजन आइसकेको छ र हामीले कटिङ लिन थालिसकेको छौँ। यो हामीले विभिन्न भेराइटीहरूको यसरी छुट्याएर कटिङ राख्ने प्रयास गरिरहेको छौँ र यहाँनिर क्याभिटी ट्रेमा लगाएको छौँ। अब यसलाई पहिला हामी जुन चाहिँ फेदको केही छिप्पिएको पातहरू हुन्छ त्यो पातहरूलाई हामी निकाल्छौँ, किनकि त्यो पातहरूले गर्दाखेरि एकदमै बाक्लोपन हुन्छ र त्यसले गर्दाखेरि राम्रो एयर सर्कुलेसन र लाइट पुग्न सक्दैन अनि कटिङहरू कुहिने डर हुन्छ। त्यसैले नै यो मुनिको फेदको पातहरू जुन चाहिँ नचाहिँदो पातहरू छ त्यसलाई हामीले निकालेर फ्याँक्छौँ। अनि यो गरिसके पश्चात चाहिँ हामी रुट हर्मोनमा यसलाई डिप गर्छौँ है। रुट हर्मोनमा हाल्दाखेरि कतिले पेस्ट बनाएर चलाउँछ, त्यो पनि सही हो, पेस्ट बनाउँदा पनि हुन्छ। तर म चाहिँ पेस्ट बनाउँदिनँ, म चाहिँ फुक्कै पाउडरमा डाइरेक्ट यसरी कटिङहरू जुन चाहिँ छ त्यसलाई चोप्ने गर्दैछु होइन। त्यसो गर्दाखेरि अटोमेटिकली त्यो जुन चाहिँ पाउडर छ त्यो स्टेममा टालिहाल्छ, कटिङ गरेको जग्गामा टाँसिन्छ। र कटिङ गर्दाखेरि चाहिँ यसरी क्याभिटी ट्रेमा हामीले होइन यसरी मिडियम भरेको हुन्छ। कतिजनाले कोकोपिट चलाउँछ, कतिजनाले बलुवा चलाउँछ, कतिजनाले मल चलाउँछ र हामीले नि यसरी हाम्रै प्रकारले गर्छौँ होइन। अनि यसमा चाहिँ पहिला चाहिँ हामी छेड बनाउँछौँ, किनकि छेड यो चाहिँ अलिकति खस्रो मिडियम हुन्छ र यसमा चाहिँ यदि हामीले छेड बनाएनौँ भने चाहिँ कटिङ हाल्दाखेरि कटिङको जुन चाहिँ बाहिरी भाग हुन्छ त्यो पिल्सिन्छ र त्यहाँबाट फङ्गस पसेर त्यो कटिङ कुहिनु सक्छ। यसैले त्यो साइडमा घाउ नहोस् भनेर हामीले यसरी छेड पार्ने गर्छौँ। र यति गरिसके पश्चात चाहिँ अब हामी कटिङ लगाउँछौँ। यो जुन चाहिँ छेड पारेको जग्गामा छ त्यसमा चाहिँ हामी स्टेमलाई यो कटिङलाई हाल्छौँ र साइडबाट बिस्तारै प्रेस गर्छौँ। फेरि साह्रै ज्यादा प्रेस पनि गर्नु हुँदैन, उयो हुन्छ खाँदिन्छ र कम्ती त्यतिकै पनि चढ्नु हुँदैन, किनकि पानीहरू हाल्दाखेरि त्यसको जरा जुन चाहिँ फेद छ त्यो स्टेबल रहेन भने जरा हान्दैन। र यसरी बिस्तारै एक एकवटा गर्दै एक एकवटा क्याभिटी ट्रेमा कटिङ हाल्दै त्यसलाई फेदमा हामी माइल्ड हल्का प्रेस गरेर त्यसलाई दरिलो बनाउने कोसिस गर्छौँ होइन। अनि पानी हाल्दै गएपछि बिस्तारै त्यो दरिलो भइहाल्छ। र कटिङ गरे पश्चात चाहिँ हामी यसलाई एकपल्ट पानी हालिहाल्नुपर्छ, किनकि त्यो जुन चाहिँ रुट हर्मोन छ त्यो सोक गर्ने चान्स पाउँछ। र यो चाहिँ हाम्रो फर्स्ट ब्याच हो कटिङको होइन। अनि यसरी हामीले राखेको छौँ र यो चाहिँ 20 दिन बादको यो रिजल्ट हो। एकदमै राम्रो सरेको छ है। तपाईँले यहाँ देख्न सक्नुहुन्छ, म उखालेर पनि तपाईँलाई देखाउँदैछु। यहाँ देख्न सक्नुहुन्छ एकदमै राम्रो रुटिङ भएको छ हो, राम्रो रुट आएको छ। अनि हेर्नुहोस् न कति हेल्दी छ हो, कुनै पनि रोगहरू लागेको छैन, किनकि यो चाहिँ फुल्ली स्टेराइल मिडिया हो, यसमा कुनै प्रकारको रोगहरू हुँदैन। हेर्नुहोस् जरा कति मजाले हानेको छ है। सो यस्तै यो भिडियोहरू हेर्नको लागि र यस्तै जानकारीमूलक भिडियोको लागि मेरो युट्युब च्यानललाई लाइक, कमेन्ट अनि सेयर अनि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू एभ्रिवान।